एक जाडो साँझ सम्राट अकबर र उनका मन्त्री बीरबल तालको छेउमा हिँडिरहेका थिए। हावा चिसो थियो र शीतल बतास चलिरहेको थियो। अकबर काँप्दै आफ्नो चोगा झनै कसेर बेर्न थाले। तालको चिसो पानीतर्फ हेर्दै अकबरको मनमा एक नयाँ विचार आयो। उनी बीरबलतर्फ फर्किएर भने, के तिमीलाई लाग्छ कुनै मानिसले रातभरि यो चिसो तालमा उभिएर इनाम जित्न सक्छ? बीरबल मुस्कुराउँदै बोले, हो महाराज। यदि मानिससँग सही प्रेरणा छ भने ऊ जुनसुकै कठिनाई सहन सक्छ। अकबरलाई चासो लाग्यो। भोलिपल्ट दरबारमा उनले घोषणा गरे, जो कोही यो तालमा रातभर उभिन सक्छ उसलाई हामी ठूलो पुरस्कार दिनेछौं। धेरै मानिस डराए, तर अन्ततः एक गरिब मानिस जसलाई पैसाको धेरै आवश्यकता थियो अघि आयो। त्यही रात गरिब मानिस तालमा पस्यो। शीतल पानीले उसको शरीर कठ्याङ्ग्रियो, तर ऊ दृढ रह्यो। ऊ आफ्नो लक्ष्यमा अडिग रहन चाहन्थ्यो। राजाका केही सिपाहीहरूले उनलाई परबाट हेरिरहे। बिहान भयो र त्यो मानिस तालबाट निस्कियो। उसको शरीर चिसोले थरथर कामिरहेको थियो, तर उसको आँखा उत्साहले भरिएको थियो। उनी दरबारमा उपस्थित भए, जहाँ अकबरले सोधे, तिमीले यस्तो चिसोमा रातभर कसरी बाँच्यौ? गरिब मानिसले झुकेर भन्यो, महाराज, मैले दरबारको टावरमा बलिरहेको एउटा बत्तीलाई हेरे। त्यसको उज्यालोले मलाई आशा दियो र म टिकिरहे। अकबरले भ्रिकुटी खुम्च्याए। यदि तिमीले त्यो बत्तीको उज्यालोबाट तातो पाएछौ भने तिमीले पुरस्कार पाउने योग्य छैनौ, उनले घोषणा गरे। सारा दरबार स्तब्ध भयो। गरिब मानिस आश्चर्यमा परे। तर बीरबलले यो अन्याय देखेर सम्राटलाई पाठ सिकाउने योजना बनाए। भोलिपल्ट बीरबलले अकबरलाई विशेष भोजमा निमन्त्रणा गरे। अकबर उत्साहित हुँदै आए, तर जब उनले भान्सामा हेरे, ठूलो हाँडी अलिकति माथि बाँधिएको देखे। मुनि सानो आगो बालिएको थियो, तर खाना पकिरहेको थिएन। केही बेर पर्खेपछि अकबरले झर्किँदै सोधे, बीरबल, मेरो खाना कहाँ छ? बीरबलले मुस्कुराउँदै भने, महाराज, खाना पकिरहेको छ। अकबरले आश्चर्यचकित हुँदै भने, तर आगो त धेरै तल छ, त्यसरी खाना कसरी पक्छ? बीरबलले झुकेर उत्तर दिए, महाराज, यदि कुनै मानिसले पर्को बत्तीको उज्यालोले ताप प्राप्त गर्न सक्छ भने यसरी खाना पनि पक्न सक्नुपर्छ, होइन त? अकबरले आफ्नो गल्ती महसुस गरेर हाँसे। तिमी एकदम ठिक छौ बीरबल। मैले त्यो गरिब मानिसलाई अन्याय गरेको रहेछु। अकबरले तुरुन्तै ती गरिब मानिसलाई बोलाए, क्षमा मागे र उनलाई ठूलो पुरस्कार दिए। यो कथाको शिक्षा: न्याय निष्पक्ष हुनुपर्छ र मानिसले आफ्नो वचन कहिल्यै तोड्नु हुँदैन।